अहिले संसारभर एउटा निकै रोचक कुरा भइरहेको छ, जसलाई धेरैले अझै भेउ पाउन सकेका छैनन्। जसले सत्यलाई चिन्न थाले, जसले यो सांसारिक खेलको भित्री रहस्य बुझे, उनीहरू बिस्तारै ओझेल पर्दैछन्। कुनै तामझाम बिना, कुनै घोषणा वा अभिव्यक्ति पत्र बिना उनीहरू केवल शान्त भावले पाइला पछि सार्दैछन्। कोलाहलबाट टाढिएर किनारा लाग्दैछन् र आवाजभन्दा मौनतालाई रोजिरहेका छन्। यदि तपाईँले पनि आफैभित्र यस्तै खिचावट महसुस गरिरहनु भएको छ भने, यदि तपाईँलाई पनि लाग्न थालेको छ कि अब ती व्यर्थका गफगाफ, भोजभतेर र देखावटी प्रदर्शनहरू तपाईँका लागि होइनन्, मैले भन्न लागेको यो कुराले तपाईँलाई ठुलो राहत दिनेछ। किनकि यसरी समाजबाट अलग्गिनु कुनै मानसिक रोग होइन, यो कुनै असामाजिक व्यवहार पनि होइन। वास्तवमा जब कोही जाग्छ, जब कोही बिउजिन्छ, तब हुने यो स्वाभाविक प्रक्रिया हो। म बिउजनु अथवा जाग्नु भन्नाले के बुझाउन खोज्दैछु प्रश्न पार्न दिनुहोस्। म केही दर्शनका पुस्तकहरू पढ्ने वा अद्वैतका राम्रा विचारहरू राख्ने कुरा गरिरहेको छैन। म त त्यो क्षणको कुरा गर्दैछु जब भ्रमको पर्दा अचानक उघारिन्छ र तपाईँले देख्नुहुन्छ कि मानिसहरूले गरिरहेका प्राय सबै कामहरू त केवल एउटा निद्राको हिँडाइ, स्लिप वाकिङ मात्र रहेछन्। उनीहरू केवल एउटा निर्धारित भूमिका निभाइरहेका छन्, कण्ठ गरेका संवादहरू दोहोर्याइरहेका छन् र सधैँको एउटै यान्त्रिक दिनचर्यामा घुमिरहेका छन्। यो अलिकति पनि पत्तो नपाए कि उनीहरू त घोर निन्द्रामै मस्त छन्। जबसम्म तपाईँ आफै बेहोसीमै हुनुहुन्छ, तबसम्म कुनै समस्या हुँदैन। तपाईँ त्यही भिडमा बडो सहजै अटाउनुहुन्छ। तपाईँ अर्थहीन कुराहरूमा घन्टौँ गफिन सक्नुहुन्छ र तपाईँलाई सबै ठिकै लाग्छ। अरूले के सोच्लान् भनेर चिन्ता लिन सक्नुहुन्छ र ती कुराहरू नै तपाईँका लागि महत्त्वपूर्ण बनिदिन्छन्। तपाईँ सार नभएका वस्तुहरूको पछि दौडिन सक्नुहुन्छ र त्यसलाई सफलताको नाम दिन सक्नुहुन्छ। तर जुन दिन तपाईँ बिउजिनुहुन्छ, जुन क्षण तपाईँले वास्तविकताको साक्षात्कार गर्नुहुन्छ, तब सबै थोक बदलिन्छ। अचानक तपाईँ एउटा यस्तो व्यक्ति जस्तै बन्नुहुन्छ जो एउटा अँध्यारो सिनेमा हलबाट निस्केर उज्यालो दिनको प्रखर घाममा आएको छ। त्यसपछि जब तपाईँ फेरि त्यो हलभित्र छिरेर पर्दामा नाचिरहेका ती छाया र दृश्यहरूलाई हेर्ने प्रयत्न गर्नुहुन्छ, तपाईँले चाहेर पनि त्यसलाई साँचो मान्न सक्नुहुन्न। किनकि तपाईँलाई बोध भइसक्यो ती त केवल प्रकाश र छायाका खेल मात्र हुन्, ती वास्तविक होइनन्। अहिले बिउजिरहेका मानिसहरूमा ठ्याक्कै यही भइरहेको छ। उनीहरूले यो सामूहिक स्वप्निल संसार, कलेक्टिभ ड्रिममा अब सहभागी हुन नसक्ने महसुस गरिरहेका छन्। यो उनीहरू अरूभन्दा श्रेष्ठ वा ज्ञानी भएर होइन, बरु उनीहरूको अन्तस्करण र स्नायु प्रणालीले यो कृत्रिमतालाई अब झेल्नै नसक्ने भएर हो। हेर्नुहोस्, यो समाज एउटा सूक्ष्म सम्झौतामा टिकेको छ। एउटा यस्तो सम्झौता जहाँ हामी ढोङ गर्ने बाचा गर्छौँ। हामी ढोङ गर्छौँ कि हामीले निभाइरहेका यी सामाजिक भूमिकाहरू नै हाम्रो वास्तविक अस्तित्व हुन्। हामी ढोङ गर्छौँ कि हाम्रा धारणाहरू हाम्रो आफ्नै हुन्, जबकि ती त केवल बाहिरी वातावरणबाट सोसिएका विचारहरू मात्र हुन्। हामी ढोङ गर्छौँ कि यो सारा हतारो, यो गम्भीरता र यो अन्तहीन दौडधुपले हामीलाई कुनै महान गन्तव्यमा पुर्याउँदैछ। तर जब कोही साँचो अर्थमा जाग्छ, उसले आफ्नो त्यो कृत्रिम चरित्रको पर्खाल तोडिदिन्छ। उसलाई आफ्ना निर्धारित संवादहरूको कुनै वास्ता हुँदैन। ऊ त रङ्गमञ्चबाट सिधै दर्शक दीर्घतिर हेर्न थाल्छ। जागृत व्यक्तिले अरूको आत्मविश्वासभित्र लुकेको डर र व्यस्तताभित्रको शून्यता स्पष्ट देख्छ। जब समाजले आफूलाई हामी र उनीहरूको कित्तामा विभाजित गर्छ, तब जागृत व्यक्तिले देख्छ कि दुवै पक्ष केवल छायाहरू जस्तै व्यर्थै लडिरहेका छन्। एकचोटि यो सत्य देखिसकेपछि फेरि नदेखे जस्तो गर्न असम्भव छ।
अब तपाईँ यो सांसारिक प्रहसनलाई फेरि पहिले चाहिँ गम्भीर रूपमा लिनै सक्नुहुन्न। तपाईँलाई थाहा भइसक्यो कि यो त केवल एउटा विशाल प्रक्षेपण मात्र हो, अरूलाई दोष देखाएर आफूलाई निहाल्नबाट बस्ने एउटा ठुलो खेल। त्यसो भए जाग्रत व्यक्तिले अन्ततः के गर्छन् त? उनीहरू बिस्तारै पछि हट्छन्। मानिसहरूलाई घृणा गरेर होइन, बरु खेलको यथार्थ देखिसकेपछि पनि त्यही कृत्रिमतामा रहिरहनु भनेको सत्यलाई र आफैलाई फेरि धोका दिनु हो भन्ने बुझेर। प्रत्येक संवादले उनीहरूलाई आफूले देखेको सत्यलाई नदेखेजै गर्ने ढोङ गर्न बाध्य पार्छ। हरेक सामाजिक जमघटले उनीहरूलाई आफ्नो त्यो पुरानो स्वरूपको अभिनय गर्न दबाब दिन्छ जुन अस्तित्वमा अब छैन। प्रत्येक आपसी अन्तर्क्रियाले उनीहरूलाई आफ्नो वास्तविक गहिराईभन्दा होचो र सतही बन्न आग्रह गर्छ। अनि अन्ततः आत्माले भन्छ, बस अब धेरै भयो, यो अभिनय बन्द गर, यो नक्कली प्रदर्शन अब रोकिदेऊ। केवल कतै अटाउनकै लागि, बिलङ्गिङ हुनको लागि आफ्नो गहिराईलाई ती निस्सार र सतही शब्दहरूमा अनुवाद गर्न छोडिदेऊ। अब त्यहाँ जाऊ जहाँ तिमी खुला सास फेर्न सक्छौ। यहाँ म एउटा कुरा प्रष्ट पार्न चाहन्छु। यो कुनै आध्यात्मिक पलायनवाद, स्पिरिचुअल बाइपासिङ होइन। यो जिम्मेवारीबाट भागेको पनि होइन। जीवन कठिन भयो भनेर गुफामा लुक्न जानु जस्तो कायरता पनि होइन। होइन, यो त अर्कै कुरा हो। यो बोध हो कि अचेतन र बेहोस वातावरणमा रहिरहनुले वास्तवमा आफ्नै चेतनालाई क्षति पुर्याउँछ। यो त अँध्यारो कोठामा बिरुवा उमार्न खोज्नु जस्तै व्यर्थ छ। बिरुवा केही समय त बाँच्ला, तर अन्ततः ओइलाएर मर्छ। जागृत व्यक्तिले यो बुझ्दछ कि अचेतनताको घेरामा रहनु केवल असजिलो मात्र होइन, बरु यसले त भित्री ऊर्जा नै रित्याइदिन्छ। जब जब तपाईँ निन्द्रामा परेका मानिसहरूको बिचमा हुनुहुन्छ, तब आफ्नो होस जोगाइराख्न तपाईँले निकै ठुलो सङ्घर्ष गर्नुपर्छ। चारैतिर व्याप्त कोलाहल र अराजकताका बीच तपाईँले आफूलाई स्थिर राख्न अरूका प्रक्षेपण, प्रोजेक्सन्सहरूलाई निरन्तर छान्नुपर्ने हुन्छ। जब सबैजना कुहिरोमा रुमल्लिरहेका हुन्छन्, तपाईँले आफूलाई स्पष्ट र सङ्लो राख्नुपर्छ र यसका लागि निकै ठुलो ऊर्जा खर्च हुन्छ। एउटा यस्तो ऊर्जा जसलाई कसैले देख्दैनन् र कसैले प्रशंसा पनि गर्दैनन्। तपाईँ एउटा यस्तो मनोवैज्ञानिक कार्य गरिरहनु भएको हुन्छ जसको आवश्यकता छ भन्ने कुराको जानकारी आसपासका अरूलाई अलिकति पनि हुँदैन। केही समयपछि तपाईँलाई बोध हुन्छ कि तपाईँले आफ्नो सारा शक्ति केवल सचेत रहनका लागि मात्र खर्च गरिरहनु भएको छ, जबकि तपाईँको वातावरणले तपाईँलाई निरन्तर निन्द्रातिरै तानिरहेको हुन्छ। त्यसैले अब तपाईँ एउटा कठोर चुनाव गर्नुहुन्छ। तपाईँ कतै अटाउनुहुन्न। तपाईँ कतै अटाउनु भन्दा पनि आफ्नो चेतना रोज्नुहुन्छ। तपाईँ सामाजिक स्वीकार्यता भन्दा पनि सत्य रोज्नुहुन्छ। तपाईँले जे देख्नु भएको छ त्यो नदेख्ने मानिसहरूको अनुमोदन भन्दा तपाईँ आफ्नो भित्री स्पष्टतालाई रोज्नुहुन्छ। अनि यहीँबाट सुरु हुन्छ त्यो गायब हुने प्रक्रिया। सबैभन्दा पहिले तपाईँ सामाजिक सञ्जालहरू छोड्नुहुन्छ, किनकि तपाईँले बुझ्नुहुन्छ कि ती त मानिसहरूलाई अचेतन राख्न बनाइएका मेसिनहरू मात्र हुन्। त्यहाँको हरेक स्क्रोल त केवल अर्काको न्याय गर्ने, तुलना गर्ने, आक्रोश पोख्ने र विचलित हुने निम्तो मात्र हो। एउटा बिउजिएको व्यक्तिका लागि ती प्लेटफर्महरूमा समय बिताउनु भनेको फोहोरको ढलमा पौडी खेल्नु जस्तै हुन्छ। त्यसैले तपाईँ रोकिनुहुन्छ र ती एप्लिकेसनहरू डिलिट गरिदिनुहुन्छ। तपाईँ अब अरूका गतिविधिहरू चियाउन छाड्नुहुन्छ अनि अचानक तपाईँले आफ्नो जीवनका कैयौँ घन्टाहरू फिर्ता पाउनुहुन्छ। त्यसपछि तपाईँ आफ्ना सामाजिक सर्कलहरूबाट टाढिन थाल्नुहुन्छ। यो कुनै रिस वा ठुलो घोषणा गरेर गरिएको होइन। तपाईँले सामाजिक गतिविधिहरू चियाउन छोड्नुहुन्छ र अचानक आफ्नो जीवनका कैयौँ सुनौला घन्टाहरू फिर्ता पाउनुहुन्छ। त्यसपछि तपाईँ आफ्ना पुराना सामाजिक घेराहरूबाट टाढिन थाल्नुहुन्छ। कुनै रिस वा ठुलो घोषणा गरेर होइन, तपाईँ केवल आउन छोड्नु हुन्छ, किनकि तपाईँले बुझिसक्नुभयो कि धेरैजसो सामाजिक जमघटहरू त केवल प्रदर्शन मात्र हुन्। त्यहाँ मानिसहरू केवल आफ्नो सफलता
आफ्नो खुसी र आफ्ना धारणाहरूको प्रदर्शन गरिरहेका हुन्छन्। अब तपाईँ त्यस्तो प्रदर्शन गरिरहन सक्नुहुन्न। तपाईँको वास्तविक स्वरूप सतहमा आइसकेको छ र अब कुनै पनि ढोङमा तपाईँको रुचि छैन। त्यसपछि तपाईँ कतिपय सम्बन्धहरूबाट पनि बिदा लिनुहुन्छ। यो मानिसहरूको वास्ता नगरेर होइन, बरु ती सम्बन्धहरू तपाईँको पुरानो र बेहोस स्वरूपमा आधारित भएर बनेका थिए। अब तपाईँ बिउजिसक्नुभयो, त्यसैले अब कुनै साझा धरातल बाँकी छैन। तपाईँ अब अर्कै भाषा बोलिरहनु भएको छ। तपाईँ एउटा भिन्न संसारमा बाँचिरहनु भएको छ। अझ कतिपय अवस्थामा त तपाईँले आफ्नो पेसा वा करियर नै छाड्नुहुन्छ। यो सबैभन्दा कठिन निर्णय हुनसक्छ, किनकि समाजले हाम्रो कामलाई नै हाम्रो पहिचान मान्न बाध्य पारेको हुन्छ। तर जाग्रत व्यक्तिले अब ती भूमिकाहरू निर्वाह गर्न सक्दैन जुन उसको जागिरले माग गर्छ। उनीहरू अब ती कुराहरूको चिन्ता गर्न ढोङ गर्न सक्दैनन् जुन वास्तवमा अर्थहीन छन्। उनीहरू अब ती प्रणालीहरूको हिस्सा बन्न सक्दैनन् जसका पुवालहरू उनीहरूले देखिसकेका छन्। र यसरी उनीहरू बिदा हुन्छन्, कहिलेकाहीँ हतारमा र कहिलेकाहीँ बिस्तारै। तर उनीहरू जान्छन्, किनकि त्यहाँ बसिरहनु भनेको अर्कै ढङ्गले मृत्युलाई स्वीकार्नु जस्तै हो। उनीहरूले यति मेहनत गरेर विकास गरेको आफ्नो चेतनाको हत्या गर्नु सरह हो। आफ्नो चेतनाको हत्या गर्नु सरह हो। अब म तपाईँलाई भन्छु, यो अलगाव विथड्रलमा वास्तवमा के हुन्छ? धेरैले सोच्छन् कि समाजबाट यसरी हराउनु भनेको एक्लो हुनु, उदास हुनु वा निराश हुनु हो। तर बिउजिएको व्यक्तिहरूको हकमा यसको ठिक उल्टो हुन्छ। एकान्तमा पुगेपछि मात्र उनीहरूले अन्ततः एक्लो महसुस गर्न छोड्छन्। बुझ्नुहोस्, एक्लोपन, लोन्लिनेस र एक्लै हुनु, एलोननेस बीच ठुलो भिन्नता छ। एक्लोपन, लोन्लिनेस त त्यो हो जुन तपाईँले आफूले नबुझ्ने मानिसहरूको भिडमा हुँदा महसुस गर्नुहुन्छ। तर एक्लै हुनु, एलोननेस, त्यो अनुभूति हो जब तपाईँ अन्ततः आफ्नै वास्तविक स्वरूपमा रहन स्वतन्त्र हुनुहुन्छ। जब जाग्रत व्यक्ति यसरी संसारबाट अलग हुन्छ, उसले केही असाधारण कुरा फेला पार्छ। उसले यो थाहा पाउँछ कि ऊ अरू मानिसहरूको बिचमा हुँदा पनि वास्तवमा कहिल्यै उनीहरूसँग जोडिएको थिएन। किनकि साँचो सम्बन्धका लागि त चेतनासँग मिलन हुनुपर्छ। र जब तपाईँ बेहोस मानिसहरूले भरिएको कोठामा एक्लै बिउजिरहनु भएको हुन्छ, त्यहाँ भेट्नका लागि कोही पनि हुँदैन। तर त्यो एकान्तमा, त्यो शान्त स्थानमा, कोलाहल, प्रदर्शन र अरूका प्रक्षेपणहरू भन्दा निकै टाढा तपाईँ आफूलाई भेट्नुहुन्छ। साँच्चीकैको आफूलाई। त्यो आफू होइन जसले अहिलेसम्म अभिनय गरिरहेको थियो, बरु त्यो त साक्षात् जीवन्त र श्वास फेरिरहेको चेतना हो। र यो एक्लोपन होइन, यो त आफ्नो वास्तविक घर फिर्ती हो। यही शान्त एकान्तमा मात्र तपाईँले अरूका धारणाहरूको नितान्त हस्तक्षेप बिना आफ्ना विचारहरू सुन्न सक्नुहुन्छ। तपाईँ अन्ततः अरूको भावनाको भारी नबोकी आफ्नै अन्तर्मनका अनुभूतिहरू छाम्न सक्नुहुन्छ। तपाईँले अन्ततः आफू को हुँ, के चाहन्छु र मेरो वास्तविक विश्वास के हो भन्ने कुराको साक्षात्कार गर्नुहुन्छ। म यसलाई एकान्तवासको चरण, हर्मिट फेज भन्छु, र यो बिउजिन चाहने जो कोहीका लागि पनि अपरिहार्य छ। तपाईँ आफ्ना पुराना सम्बन्ध र जिम्मेवारीहरूमा टाँसिरहेर आफूलाई रूपान्तरण गर्न सक्नुहुन्न। एउटा झुसिलकिरा पुतली बन्नका लागि ऊ कोया ककुनभित्र पसेर गहिरो आन्तरिक साधना र एकान्तमा हराउनै पर्छ। र यसरी हराउनु भनेको संसारबाट भाग्नु होइन, बरु यो त आफूलाई एकीकृत, इन्टिग्रेसन गर्नु हो। अहिले तपाईँले वर्षौँदेखि अरूबाट सोचेका ती अचेतन र फोहोर विचारहरूलाई सफा गर्दै हुनुहुन्छ। तपाईँ ती घाउहरू निको पार्दै हुनुहुन्छ जुन अरू कसैको अभिनय गर्ने क्रममा लागेका थिए। तपाईँ सारा संसार निद्रामै रहेका बेला पनि आफ्नो सत्यमा अडिग रहने सामर्थ्य बटुल्दै हुनुहुन्छ। यो काम निकै कठिन छ, निदाइरहनुभन्दा कैयौँ गुणा गाह्रो। किनकि जब तपाईँ बिउजिनुहुन्छ, तब तपाईँले आफ्नो दुःखको दोष अरूलाई दिन पाउनुहुन्न। तपाईँले आफ्नो भित्री अन्धकारलाई अब कसैमाथि थोपार्न, प्रोजेक्सन गर्न पाउनुहुन्न।
अब तपाईँ व्यस्तता र अन्योलमा अल्झिएर आफ्नै गहिराईलाई उपेक्षा गर्न सक्नुहुन्न। तपाईँले आफ्नो सारा डर, पीडा र कुरूपताको सामना गर्नै पर्छ र यो यात्रा तपाईँले एक्लै तय गर्नुपर्छ, किनकि तपाईँको लागि यो अरू कसैले गरिदिन सक्दैन। तर यो साधनाको सुन्दर पक्ष के हो भने एकचोटि जब तपाईँ आफ्नो छायासँग एकाकार हुनुहुन्छ र आफ्नो वास्तविक स्वरूप फेला पार्नुहुन्छ, तब तपाईँ वास्तविकताको बोधका लागि अरूमा आश्रित हुनु पर्दैन। तपाईँलाई अब कसैको अनुमोदन वा स्वीकार्यताको खाँचो पर्दैन। तपाईँले त्योभन्दा कैयौँ गुणा मूल्यवान वस्तु फेला पारिसक्नु भएको छ। तपाईँले स्वयंलाई फेला पार्नु भएको छ र यदि यो अवस्थामा पुगेपछि तपाईँले पुनः समाजमा फर्किने निर्णय गर्नुभयो भने पनि तपाईँ पहिलेको जस्तो फर्किनुहुन्न। तपाईँ अब त्यो अचेतन भिडको हिस्सा बन्न होइन, बरु एउटा नयाँ तरङ्ग र नयाँ सम्भावना बोकेर फर्किनुहुन्छ। तपाईँ एउटा यस्तो व्यक्ति बन्नुहुन्छ जो निदाइरहेको संसार र बिउजिएको संसारको सिमानामा बस्छ। तपाईँ त्यहाँ उपस्थित त हुनुहुन्छ, तर ती बेकारका खेलहरूमा हराउनुहुन्न। तपाईँ उपलब्ध त हुनुहुन्छ, तर कसैमा निर्भर हुनुहुन्न। तपाईँ कर्ममा संलग्न हुनुहुन्छ, तर कतै अल्झिनु भएको हुने छैन। तपाईँले सायद जागृत हुन सुरु गरेका व्यक्तिहरूसँग काम गर्नुहोला। तपाईँले यस्तो कलाको सिर्जन गर्नुहोला जसले मानिसको अन्तर्मनको गहिराईलाई स्पर्श गरोस्। तपाईँले लेख्ने शब्दहरू ओझेल पर्दै गरेका अन्य जागृत आत्माहरूका लागि मार्गचित्र बन्न सक्छन्। तपाईँ आफ्नो जीवन यसरी प्रामाणिक र वास्तविक ढङ्गले बाँच्न थाल्नुहुन्छ कि अरू मानिसहरू पनि जीवन जिउने अर्को कुनै मार्ग हुन सक्छ कि भनेर सोच्न बाध्य हुन्छन्। तर तपाईँ अब कहिल्यै त्यो पुरानो सतही प्रवाह मेन स्ट्रिममा फर्किनुहुन्न। तपाईँ सक्नुहुन्न, किनकि एकचोटि चेतनाको स्वाद पाइसकेपछि फेरि निदाइरहनु असम्भव छ। एकचोटि आफ्नो वास्तविक स्वरूपलाई छोइसकेपछि फेरि कुनै मुखुन्डो भिरेर भूमिका निभाउन सकिँदैन। एकचोटि यो खेलको रहस्य बुझिसकेपछि फेरि त्यसलाई साँचो मानेर अभिनय गर्न सकिँदैन। मलाई थाहा छ तपाईँमध्ये कतिपयले के सोचिरहनु भएको छ। के यो स्वार्थीपन होइन? के हामीले यसरी नै समाजमा सक्रिय रहेर अरूलाई पनि जगाउने प्रयास गर्नु पर्दैन? के हामीले यो प्रणालीलाई भित्रैबाट बदल्ने कोसिस गर्नु पर्दैन? यसको उत्तरमा म यति मात्र भन्न चाहन्छु, तपाईँसँग जे छैन त्यो तपाईँ अरूलाई दिन सक्नुहुन्न। यदि तपाईँ आफै पूर्ण रूपमा जागृत हुनुभएको छैन भने, यदि तपाईँले आफ्नै भित्री छायाहरूसँग एकाकार गर्नुभएको छैन भने तपाईँसँग अरूलाई दिनका लागि केही पनि वास्तविक वस्तु हुँदैन। त्यस्तो अवस्थामा तपाईँ केवल अर्को एक निदाइरहेको मानिस जस्तै हुनुहुनेछ, जो आफू जागृत भएको ढोङ गर्दै अरूलाई जगाउने प्रयास गरिरहेको हुन्छ। तपाईँ केवल आफ्नै अचेतना अरूमाथि थुपारिरहनु भएको, प्रोजेक्टिङ गरिरहनु भएको हुनेछ। तपाईँले स्पष्टता ल्याउँदैछु भन्ने सोच्नुहोला, तर वास्तवमा तपाईँले झन् बढी अन्यल मात्र फैलाइरहनु भएको हुनेछ। होइन, तपाईँले गर्न सक्ने सबैभन्दा प्रेमपूर्ण कार्य भनेकै आफैलाई पूर्ण रूपमा जगाउनु हो, आफैलाई एकीकृत गर्ने त्यो कठिन आन्तरिक कार्यलाई पूर्णता दिनु हो, पूर्ण रूपमा सचेत बन्नु हो। र जब तपाईँ त्यो साँचो जागृतिको बिन्दुमा पुग्नुहुन्छ, तब मात्र तपाईँ ती मानिसहरूका लागि उपलब्ध हुन सक्नुहुन्छ जो वास्तवमै तयार छन्। तर यो कुरा बुझ्नुहोस्, धेरैजसो मानिसहरू अझै तयार छैनन्। धेरै मानिसहरू जाग्नै चाहँदैनन्। उनीहरू आफ्नै सपनाको संसारमा रमाइरहन चाहन्छन्, आफ्नै खेलहरू खेलिरहन र आफ्नै भूमिकाहरू निर्वाह गरिरहन चाहन्छन्। र यो पूर्ण रूपमा ठिक छ, त्यो उनीहरूको अधिकार हो। तपाईँको काम उनीहरूलाई जगाउनु होइन, तपाईँको काम त केवल आफैलाई जगाउनु हो र त्यसपछि ती मानिसहरूका लागि शान्त र सौम्य रूपमा उपलब्ध भइदिनु हो, जो बिस्तारै आफ्नो निद्रामा छटपटाउन थालेका छन्। यही कारण हो कि जागृत आत्माहरू ओझेल पर्दैछन्। उनीहरू त्यस्तो स्थानतिर जाँदैछन् जहाँ उनीहरू वास्तविक बन्न सक्छन्, जहाँ उनीहरूले खुला सास फेर्न सक्छन् र जहाँ उनीहरूले आफ्नो चेतनलाई निरन्तर रक्षा गरिरहनु पर्दैन। उनीहरू एकअर्कालाई साना समूहहरूमा, शान्त स्थानहरूमा र समाजको किनाराहरूमा भेटिरहेका छन्। उनीहरू निद्राको यो विशाल सागरबीच चेतनाको साना टापुहरू सिर्जना गर्दैछन्। उनीहरू जीवन जिउने यस्ता वैकल्पिक मार्गहरू बनाउँदैछन्
जहाँ उनीहरूले आफैलाई धोका दिनु पर्दैन। र याद राख्नुहोस्, त्यो त्याग एभान्डमेन्ट होइन, त्यो त सत्यतर्फको प्रस्थान हो।